यदि तपाईँलाई आज राति नै ठुलो सङ्कट आउँदैछ भन्ने थाहा भयो भने के तपाईँ ढुक्कसँग सुत्न सक्नुहुन्छ? सायद धेरैको उत्तर सक्दिन हुनेछ। तर आजको यो प्रेरणादायी कथाले एउटा यस्तो मानिसको परिचय गराउनेछ जसले गर्वका साथ भन्यो, जब हावा चल्छ म आरामसँग सुत्छु। उसले किन यस्तो भन्यो? यसको पछाडि लुकेको जीवन बदल्ने रहस्य के थियो? त्यसैले यो भिडियो अन्तिमसम्म अवश्य हेर्नुहोस्। नमस्ते साथीहरू, म हुँ तुफान बाबु। स्वागत छ तपाईँलाई एउटा अर्को प्रेरणादायी यात्रामा। धेरै वर्ष अघि आइसल्यान्डको उत्तरी भागमा एकजना किसान बस्थ्यो। त्यो ठाउँमा हावाहुरी र आँधी तुफान बारम्बार आउने भएकाले त्यहाँ काम गर्न कोही पनि तयार हुँदैनथ्यो। एक दिन किसानले खेतका लागि मजदुर खोज्दै विज्ञापन निकाल्यो। धेरै मानिस आए, तर त्यो ठाउँको अवस्था सुनेपछि सबै फर्किए। अन्ततः एउटा साधारण देखिने मध्यम उमेरको मानिस किसान कहाँ पुग्यो। किसानले सोध्यो, के तिमी यहाँ काम गर्न सक्छौ? उसले मुस्कुराउँदै उत्तर दियो, म काम त गर्छु, तर जब हावा चल्छ म आरामसँग सुत्छु। यो उत्तर किसानलाई निकै अनौठो लाग्यो, तर अर्को विकल्प नभएकाले उसले त्यसलाई काममा राख्यो। दिन बित्दै गए। मजदुर अत्यन्तै मेहनती थियो। बिहानदेखि बेलुकासम्म खेतमा काम गर्थ्यो। किसान पनि उसँग सन्तुष्ट हुँदै गयो। एक रात अचानक तीव्र हावा चल्न थाल्यो। किसानले तुरुन्तै बुझ्यो ठुलो आँधी आउँदैछ। ऊ लालटेन बोकेर मजदुरको झुपडीमा पुग्यो र हतारिँदै भन्यो, छिटो उठ, बाली बाँध, तिरपालले छोप, जनावरलाई सुरक्षित गर, ढोका बन्द गर। तर मजदुरले शान्त स्वरमा भन्यो, मालिक, मैले पहिले नै भनेको थिएँ, जब हावा चल्छ म आरामसँग सुत्छु। उसको यस्तो कुरा सुनेर किसान रिसले सुरु भयो, तर ऊ आफै खेततिर दौडियो। त्यहाँ पुगेर उसले देख्यो सबै बाली पहिले बाँधेर सुरक्षित राखिएको थियो। तिरपालले राम्ररी छोपिएको थियो। गाई गोरु गोठमा सुरक्षित थिए। कुखुरा खोरमा थिए। ढोकाहरू मजबुतसँग बन्द थिए। किसानले त्यही बेला बुझ्यो, शान्त निन्द्रा भाग्यले होइन, समयमै गरेको तयारी ल्याउँछ। साथीहरू, हाम्रो जीवनमा पनि यस्ता आँधी तुफान बारम्बार आउँछन्। परीक्षा, आर्थिक समस्या, असफलता वा कठिन परिस्थिति, यी सबैसँग डराउनु होइन, पहिले नै तयारी गर्नु आवश्यक हुन्छ। जसले समयमै मेहनत गर्छ, बचत गर्छ र जिम्मेवारी पुरा गर्छ नि, उसले सङ्कटका बेला आत्तिनु पर्दैन। त्यसैले आजैबाट यस्तो तयारी गरौँ कि जीवनले जस्तो सुकै आँधी ल्याओस्, हामी पनि आत्मविश्वासका साथ भन्न सकौँ, जब हावा चल्छ म आरामसँग सुत्छु। साथीहरू, यदि यो कथाले तपाईँलाई केही नयाँ सोच्न प्रेरित गर्यो भने भिडियो लाइक गर्नुहोस्, सेयर गर्नुहोस् र यस्तै प्रेरणादायी कथाहरूका लागि आरजे तुफानलाई फलो, सब्सक्राइब गर्न नभुल्नुहोस्। म फेरि अर्को प्रेरणादायी कथासहित चाँडै नै तपाईँहरूमाझ उपस्थित हुनेछु। त्यतिन्जेलसम्म सकारात्मक सोचिरहनुहोस्, तयारी गर्दै अघि बढिरहनुहोस्। धन्यवाद।